सबैजनालाई जय मसीह। परमेश्वरलाई धन्यवाद भएको होस्। बिहानदेखि अहिलेसम्म आज पनि सुरक्षासँग हामीलाई राख्नुभयो, त्यसको लागि धन्यवाद परमेश्वरलाई। अनि हजुरहरूलाई कस्तो छ, चिसो छ, आफ्नो ख्याल राम्रोसँग गर्नु होला है। आज पनि मैले एउटा पाएको रिभलेसन हजुरहरूसँग सेयर गर्न लागेको छु। हाम्रो जीवनमा हामी केही न केही कुरा पहिलेदेखि नै भइरहेको हुन्छ। मानौ आजको भोलि नै, मतलब वर्षौँदेखि अथवा पुस्तौँदेखि ती कुराहरू चल्दै आएको हुन्छ। कति हामीले देख्छौँ, कति परिवारमा यति धेरै रोगहरू हुन्छ कि एक पिँढीबाट अर्को पिँढीमा पनि त्यो भइरहेको हुन्छ। अनि कतिजनाको जीवनमा हामी देख्छौँ कति धेरै श्रापका बन्धनहरू हुन्छ कि त्यो डिएनएबाट आएको श्रापका कुराहरू, गरिबीपनका श्रापहरू, जति मेहनत गरेर कमाउँदा पनि पचाउन नसक्ने ऋणका श्रापहरू, ऋणबाट थलेको थले, ऋणबाट चेप्पिएकै ती श्रापहरू हुन्छ। तर यी सबै कुराहरू तपाईँहरूलाई नर्मल लागिरहेको हुन्छ। पुस्तकदेखि हो, बुवालाई पनि थियो अनि मलाई पनि भयो। मेरो घरमा गरिबीपन पहिले पनि थियो, अहिले पनि यस्तै छ, किन चाहिँ यस्तो हुन्छ भन्ने कुराहरू चाहिँ मनमा आउँछ। तपाईँहरूलाई प्रार्थना पनि गर्नुहुन्छ, तर त्यो कुरा चाहिँ अब यस्तै हो भनेर स्वीकार्नु भएको हुन्छ। तर अकस्मात एक दिन वचन प्रसार गर्दै हाम्रो पास्टर बुवाहरूबाट, हाम्रो गुरुजनहरूबाट हामीले सुन्छौँ कि यो त नर्मल होइन, यो त श्रापको कुराहरू, यो त बन्धनको कुराहरू हो भने हामी सुन्छौँ। जब हामीले त्यो कुरा सुन्छौँ अनि हामीलाई लाग्छ कि ओहो, मैले आजसम्म स्वीकार गरेको कुरा त यो त हेल्दी कुरा रहेनछ, यसलाई चाहिँ काट्नु पर्दो रहेछ भनेर चाहिँ अब चाहिँ म प्रार्थना गर्छु। किनकि वर्षौँदेखि त्यो कुराको लागि हजुरहरूले प्रार्थना गर्नुभएको हुँदैन, अनि मैले पनि। जब हामीले त्यो कुरा सुन्छौँ, प्रभुको वचनबाट हामी सुन्छौँ, तब हामीले त्यो वचनको लागि चाहिँ अब प्रार्थना गर्नुपर्छ है भनेर चाहिँ कसिन थाल्छौँ। अनि प्रार्थनामा जान्छौँ, प्रभु मेरो यो समस्या छ, येशूको नाममा हटेर जा भनेर भन्छौँ। हरेक दिन हामी गाली गर्छौँ, हप्ता दिन, 10 दिन, 15 दिन, महिना दिन, तर त्यो जाँदैन। किन जाँदैन भने त्यो जुन पुस्तौँदेखि आएको कुरा छ, त्यसले पुस्तौँदेखि जरा गाडेर बसेको छ। तपाईँको त्यो जग्गा जो तपाईँको नाममा थियो, तपाईँलाई थाहै थिएन त्यो जग्गा मेरो हो भनेर। तर त्यो जग्गाले तपाईँलाई थाहा पाउनुभन्दा धेरै पहिलादेखि नै शत्रुले चाहिँ त्यहाँ जग गडा गरेर बसेको छ, घर बनाएको छ, अथवा त्यहाँ विभिन्न किसिमका उसका ती फलवन्त कुराहरू, शत्रुबाट आउने कुराहरू लगाएर बसेको छ। तपाईँले गएर एक दिन थर्काउनुहुन्छ, मेरो जग्गा हो छोडेर जा भन्नुहुन्छ, त्यो जान्न। 2 दिन थर्काउनुहुन्छ, छोडेर जा भन्नुहुन्छ, जान्न। महिना दिन गर्नुहुन्छ, थाक्नुहुन्छ। यस्तै हो, मेरो प्रार्थना सुनाइ भएन भन्ने हुन्छ। तर परमेश्वरको वचनमा लुका 10:19 वचनले के भनेको छ भने, मैले तिमीलाई शत्रुका सबै शक्तिहरू कुल्चिने, सर्प र बिच्छी कुल्चिने अधिकार दिनुभएको छ। परमेश्वरको वचनमा लुका 10:19 हामीलाई सर्प र बिच्छी कुल्चिने र शत्रुका सबै शक्तिहरूमाथि अधिकार दिनुभएको छ। हरेक दिन हामीले जब घोषणा गर्दै जान्छौँ, हाम्रो जग्गा त्यो हो भन्ने कुरा जब हामीले थाहा पाउँछौँ, र थाहा पाइसकेपछि अब शत्रुबाट चाहिँ त्यो कुरा हामीले खोज्नु छ, किनभने त्यो हाम्रो आफ्नो कुरा हो। हाम्रो आफ्नो संसारिक जीवनमा पनि यदि कसैले हाम्रो जग्गा कब्जा गर्यो भने हामी हर कोसिस गर्छौँ त्यो जग्गा छुटाउनको लागि। त्यस्तै गरी हाम्रो आत्मिक जीवनलाई, हाम्रो शारीरिक जीवनलाई, हाम्रो फाइनान्सलाई, हाम्रो स्वास्थ्यलाई, हाम्रो धन पैसालाई, सबै कुरालाई शत्रुले चोरेको छ, त्यसले जरा गाडेर बसेको छ भन्ने कुरा थाहा पाइसकेपछि परमेश्वरका सबै हात हतियारहरू धारण गर्दै हामीलाई एफिसी 6:10 - 18 परमेश्वरको हात हतियार दिनुभएको छ। त्यो हात हतियार चाहिँ धारण गरेर त्यसको सबै किल्लाहरूलाई निकाल्नको लागि चाहिँ लुका 10:19 वचनलाई दाबी गर्दै हरेक दिन जबसम्म शत्रुलाई त्यसलाई फरक पर्दैन तबसम्म चाहिँ त्यो डगमगाउँदैन। जब त्यसलाई फरक पर्न थाल्छ, त्यो आत्तिन थाल्छ, झन् धेरै समस्या ल्याउन खोल्छ, किनभने त्यसले गुहार गर्छ। त्यो एक्लै बसेको थियो भने जब ऊ आत्तिन थाल्छ, वर्षौँदेखिको हो भने आजको भोलि हो भने त तुरुन्तै गइहाल्छ, किनभने त्यसले जरा गाड्नै पाएको हुँदैन। तर वर्षौँदेखिको हो भने चाहिँ त्यसले आफ्नो मित्रहरू सबलाई बोलाउँछ, झन् समस्या आउँछ प्रार्थना गर्दै जाँदा। तर तपाईँ अडिक भएर लाग्नुभयो, जबसम्म चाहिँ यो कुरा हट्दैन तबसम्म म प्रार्थना गरिराख्छु भनेर हरेक दिन वचनको घोषणा गर्दै, परमेश्वरको हात हतियार धारण गर्दै शत्रुको अग्नि बाणलाई निभाउनलाई खडा हुनुहुन्छ। परमेश्वर तपाईँसँग हुनुहुन्छ। परमेश्वर त चाहनुहुन्छ यो चाहिँ मेरो छोराछोरीले चाहिँ योबाट हटुन्, योबाट निस्किउन् भनेर। र त्यस कारणले परमेश्वरले हामीलाई आफ्नो प्रतिज्ञाहरू पनि दिनुभएको छ। र हामी आजैदेखि तयारी गरौँ कि शत्रुले तपाईँको कुनै कुरा खोसेको छ भने त्यसलाई चाहिँ कसरी हुन्छ ढिट भएर, एकदमै ढिट भएर, नथाकेर, हार नमानेर 1 वर्ष, 2 वर्ष, 5 वर्ष लागोस्, तर विश्वास चाहिँ छिटो हुन्छ। 5 वर्ष लागोस्, हार नमानेर हामी कोसिस गरौँ है त। हुन्छ। जय मसीह सबैजनालाई, धन्यवाद।